यो के हो यो के हो बहिनी यो हाम्रो लेकको निउरो हो लेकबाट ल्याएको 1 हप्ता लाएर टिपेर ल्याएको मुठाको कसरी हो 150 ए अनि यो सबै एउटै हो यो अलिक बेग्लै प्राइस हो यो औलोको हो यो चाहिँ अलिकति बिचको औलोको हजुर यो माथि लेकको हो हजुर अनि यो अर्को चाहिँ यो लेकको चाहिँ यस्तो हुन्छ हेर्नु हजुर ए रातो रातो हुँदो रहेछ हैन अनि यहाँ सुन्नु न यसलाई यो औलोको निउरो भयो यो चाहिँ लित्रिक्क चिप्लिन्छ हैन म त्यहाँ बाटोमा मेरो घर उता ग्रान्देली जुस भन्ने ठाउँमा छ यहाँ हैन स्विडेनको अनि मलाई आज मेरो बुवा आमा चाहिँ अलिक बिमारी हुनुहुन्छ अनि निङ्ग्रो खान्छु तरकारी हरियो परियो भन्नुभयो र म आएँ अब निङ्ग्रो यहाँ भेटेँ कतिमा दिनुहुन्छ अरे यो मुठाको 150 अनि हजुरलाई आमा बुढाबुढी हुनुहुन्छ भने त हरियो काँचो खानुपर्छ अब हजुरको आमा बुवा बुढाबुढी हुनुहुँदो रहेछ अलि सस्तोमै दिउँला न होइन निङ्ग्रो त साह्रै राम्रो रहेछ तर 1.5 करोड भन्नुभयो मसँग अहिले पैसा छैन के गर्नु मसँग अहिले 10 टन मात्रै छ अनि हजुर जस्तो यसो धनी मान्छे भएर कसरी हुन्न भन्नुहुन्छ हामी गरिब दुखी यहाँ लेकबाट टिपेर बल्ल बल्ल ल्याइरहेछ यो पुरै लैजाऊ कति यसको यो जम्मै 500 मा लग्नु 500 त्यो त छैन मसँग हेर्नु त यहाँ हजुर त्यसो भएदेखि म यसो गर्नु पर्यो नि त यो एउटा पुरै यो एउटा यो लैजाउँ होला यही नै लैजाउँ कि आरिस गर्नु हुँदो रहेछ म यही लान्छु कि अनि मसँग पैसा छैन होइन हजुर हजुर लानु त्यसै लानु यति हुन्छ नि त त्यसो म त्यसै लान्छु अब पैसा रहेनछ क्या अरे म यो यसो गर्नु पर्यो त्यसै यो सबै लान्छु हजुर अनि औलो दिँदा डुडुलो निरेछ सबै लान्छु अनि मसँग पैसा छैन यही कार्डमा जति छ सबै चलाउनु त्यसरी त कहाँ हुन्छ यो त पाला चाहिँ होइन होइन भनेपछि अर्काउँछ कि क्या हो लैजाउँ कि क्या हो न सम्पत्तिमा गाड्नु हुँदैन बरु फेरि गरेर यहाँ के भन्नुहुन्छ साउले एकछिन हजुर साउजी यहाँ एकदम दिदी आउनुभएको छ आमा घरमा एकदम बिरामी हुनुहुन्छ अरे अलिकति सब्जी दिनु न पैसा छैन भन्नुभयो के गरौँ अलिकति लानु भनेको भरे कारण पनि सबै आफ्नो लट्ठी त बोक्नु भएको छ आफू ल त्यही लट्ठी खेल्छु अब हामी डर पो लागेको होइन यसमा जम्मा 50,000 क्राउन छ लगभग नेपालको कति लाग्यो राख्नुहोस् ल म निङ्ग्रो पनि राख्नुहोस् म लादिनँ यो पनि तपाईँले नै राख्नुहोस् जिम्मा हस् धन्यवाद होइन अलिकति त लग्नु न बुवाको लागि भए पनि भनेपछि उहाँ के अरे होइन उहाँ दिदी चाहिँ एकदम मनकारीको हुनुहुँदो रहेछ उहाँले चाहिँ हामी गरिबलाई सहायता गर्नुको लागि त्यसो भन्नुभएको रहेछ हजुरको धेरै फलोस् फुलोस् अनि धेरै राम्रो होस् ठिकै छ पैसा पनि दिनुभयो निउरो पनि लग्नु भएन ठिकै छ ठिकै छ धन्यवाद फेरि भेटौँला म्याडम हस् हस् ल यही बाटो होला होइन जाने ए हस् हस् बाई बाई हस् 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 दिदी हस्